हेलो गाइस साथी म अलि अग्लो छु मलाई अगाडि राख ल यहाँ आउनु हैन आज चाहिँ हामी नयाँ भिडियो बनाउँदैछौँ र नयाँ भिडियोको लागि हामी आजको डेस्टिनेसन चाहिँ जङ्गल घुम्ने प्लान छ साथीहरू हैन जङ्गल घुमेको यसो भिडियो बनाएर हामी पोस्ट गर्नेछौँ है त र हामीसँग हुनुहुन्छ हामीसँग हुनुहुन्छ आफ्नो आफ्नो परिचय दिउँ सबैले मेरो नाम पूर्वेली लिम्बू घर इलाम मेरो नाम जनक राजपन्त फोटाङ्गे मेरो फोटाङ्गे र म चाहिँ मिस्टर डीके ई खाके मिस्टर डीके ई खाके मिस्टर डीके ई खाके के हो त्यो ई खाके भनेको चाहिँ कस्तो हो नाम दाजु ई खाके पीके भने थिएन होस्टलमा तेरो त नि आफ्नो नाम डीके भनेको आज चाहिँ यहाँ संविधान दिवसको बिदाको सदुपयोग गरेर हामी यसो जङ्गल सफारी कताको जङ्गल हुन्छ थाहा छैन है एक्कासी हामीले सरप्राइज हुन्छ है गाइज हामी चाहिँ हिँड्दा हिँड्दा यहाँ एउटा पार्कमा आइपुगेको छौँ होइन यो पार्कमा चाहिँ हामी यसो कहिले काहीँ खेल्छौँ रमाइलो गर्छौँ एक्सर्साइजहरू गर्छौँ बस्छौँ कोही नेपाली केटाहरूले यहाँ डेटिङ सेटिङ पनि गर्छन् होइन यसो मिलाएर हाम्रो डेटिङको हिरो कोही नेपाली केटाहरूले डेटिङ पनि गर्छन् यो ठाउँमा चाहिँ राम्रो छ पार्क एकदम नेपालीहरूको पुरै जमघट चाहिँ भइरहेको हुन्छ होइन तर यहीँ पनि हुन सक्छन् कोही चाहिँ पार्कतिर डेटिङ सेटिङ हान्ने मान्छेहरू त्यहाँभन्दा अरू चाहिँ नभनौँ मलाई होइन मेरो साथीको युट्युब च्यानल टक्क होइन आज शनिबार तर हामीलाई यसो जुस खानलाई भनेर मार्केट गाइस दुःख पाइयो हामीले मार्केट आएको के अरे जुस किन्नलाई मार्केटै बन्द रहेछ एकदम पूर्ण दाइ चाहिँ भलाद्मी भएर हिँडेका छन् इमान्दारी मान्छे हो दया माया गर्न जान्ने पछाडि छ एउटा के अरे अलिक फटावाला सबैभन्दा राम्रो मान्छे म यो चारजना मध्येको सोझो है यहाँ एउटा अचम्मक कुरा देखाउँछु है तपाईँहरूलाई यहाँ हेर्नु है त यो घर हेर्नु है घर एउटै छ होइन आधीदेखि कस्तो छ आधी आफूले यस्तो मूल्याङ्कन गर्नु है त्यो घरलाई के फरक छुट्याउनु पर्छ हाम्रो मोबाइललाई यो कभर चाहिँ नराम्रो भयो साथी सेम बट डिफरेन्स हामी यस्तै हो हामी आइरहेछौँ हामी अहिले 24 हिँडेको ल गाइज अहिले हाम्रो पोल्यान्डको पारा यस्तै छ अलि हरियाली भइरहेछ रमाइलो छ अब केटाहरू बोल्न जान्दैनन् अरे मैले यति भए पनि बोलिदिएँ यसो भर्खर चाउलो फेरेको होइन रमाइलो त्यही भएर फेरेको अब केटाहरू लजाउँछन् अरे गर्लफ्रेन्डसँग मात्रै बोल्ने विचार गर्छन् के अरे के को अनुहार परे गोरु जस्तो हो केटाहरू भनेको परेको गोरु जस्तो भयो केटाहरू बोल्न सिक भ्लग बनाऊ के साह्रो भनेको यो त झन् ठ्याक्कै अनुहार त गाईको अनुहार पऱ्यो दारी सारी काट्यो भने चाहिँ यो केटी बन्छ फेरि किन म कसरी केटी भयो दारी चाहिँ काटेको छ राम्रै छ अनि तपाईँले अहिले नाच्नु पर्छ है यसले चाहिँ पोले केटी लपारिरहेछ अब हाम्रो चाहिँ पर्न सकेन के गर्नु वेस्ट डस्टबिन त्यही भएर मेरो साथीले जहाँ गरेछ अनि साथी कस्तो अनुभव भएको छ त अनुभव भन्ने कुरा चाहिँ आज त्यस्तो खासै भएको छैन एकछिनमा हुन्छ जस्तो लागिरहेको चाहिँ छ है अहिले चाहिँ भएको छैन अब हुन्छ एकछिनमा के हुन्छ अनि म अनुभव एकछिनमा मौसमले च्यालेन्ज हानिरहेको छ होइन 15 मिनटपछि यस्तो तर दामी यस्तो अनुभव दामी गाउँबारीहरू छ यता होइन गाउँ यो चाहिँ यो यस्तै खालि हिँड्न चाहिँ कहाँ हिँड्यो केटाहरू जङ्गल भनेर रोड हिँडाउने भयो नि त केटाहरूले आज जङ्गलै जाने हो यात्रा जङ्गलको हिँड्ने रोडमा अब भाइ अब कस्तो कलर गरेर कस्तो दामी देखिन्छ
हाम्रा पोल्यान्डका भविष्यका साथीहरू क्यामेरै बाङ्गो गाडी जेब्रा क्रसिङ गर्दै जम्बो भोटे कुकुर हो यो ग्यारेज हो कि ओ साथीहरू हामी कता हिँडेको अरे साथीहरू हामी बाटो हिँडेको जङ्गल लाने भनेर कहाँ लग्यो जङ्गल जेठो पाएको अलि यहाँको पुरानो भएको तपाईँ हो कहाँ लग्छु तपाईँ अगाडि गर्ने मान्छेले हामीलाई कहाँ पुर्याउनु हुन्छ भन्ने हामी सोचेकै थियौँ तपाईँ पछाडि हिँडिरहेको छ कहाँ जाने हो तर यो उता त फेरि लाइन लागेर हिँड्नुपर्छ यहाँ त बाटो छ म छु नि साथी हो परेको बेहोरा बाँकी त म छँदैछु नि परेको चाहिँ बिहार्नुपर्छ परेको चाहिँ बेहोरा साथी हो बाँकी त म छँदैछु नि कस्तो दामी छ यार गाउँबारी यसलाई पनि अब होस्टेल 3 को अफर आयो होस्टेल 4 मा अफर आएको छ है यसलाई यसलाई अब यता पोल्यान्डतिर अगाइसक्यो अरे नेपालतिर खोजिरहेको छु मलाई एउटा नेपाली गर्लफ्रेन्ड खोजिदिनु पर्छ है राम्रो भिडियोमा अपिल गर प्लिज है कोही हुनुहुन्छ भने यो हाम्रो एउटा भाइ हो बुङ्गो छ यो बुङ्गो यो यस्तो एउटा बुङ्गो छ सबैजनाले हेरिदिनु होला यसलाई कोही अफर छ कोही अपर्च्युनिटी भयो भने नेपाली केटी पोल्यान्डमै भए पनि हुन्छ अहिलेसम्म पोल्यान्डमै कोही हुनुहुन्छ भने पनि यदि कन्ट्याक्टमा आउनु होला यो भ्लगमै कमेन्ट गर्नु होला तल कमेन्ट गरिदिनु होला हामी जोइन गराउन एकदम सक्नेवाला छौँ अनि यसलाई एउटा केटी चाहिएर यो खोजेको खोजेछ अब पुलिसले भएन अरे नेपाली चाहियो अरे यसलाई त्यही भएर मैले अहिलेको लागि यति बोलेँ साथीहरू अब लाइन लागेर हिँड्नु है यहाँ चाहिँ फुटपाथ छैन होइन लाइन लागेर हिँड्नुपर्ने हुन्छ तर यो पनि रमाइलो हुन्छ यो लाइन लागेर हिँड्नुको मजा घाम लागेको बेला तिर खाएर हिँडेका केटाहरू ए भिडियो कल गर्नु दाजु गाइज हिँड्दा हिँड्दा हामी चाहिँ यहाँ कहाँ आइपुग्यौँ बल्ल बल्ल पसल भेटियो एउटा हामी यसो यसो चिप्स किनेर यसो केही खानेकुरा किनेर खान लागेको छौँ है खानेकुरा त्यो अन्धार नदेखाउँ त्यो एउटा देखाउँ यसलाई फेरि टिकटकै छ जति बेला पनि टिकटक त बनाउनु पर्छ मेरो बाउ पनि को अनलाइन बस्छ यहाँ गाइज अब हाम्रो यात्रा चाहिँ फेरि यहाँ पेट्रोल पम्पबाट सुरु भइसक्यो है र यस्तो खतरा खेतै यता जाने हो र यस्तो निस्कौँ हो पोखरी जाने कि हुन्छ यताबाट जाने चियान गाडीबाट पनि निस्किन्छौँ धेरै हिँड्नुपर्छ यो धेरै हिँड्नुपर्छ त्यहाँ गएर उता निस्किन्छौँ हामी होइन तर यस्तो खतरा गाउँबारीमा आइपुगेर के छ पूर्णजी छ यस्तै हो हामी अब यहाँबाट बाटो लाग्दैछौँ हामी गइरहेछौँ नि यात्रा कहाँ जाने हो तिम्रो थाहा छैन के छ हौ यामजी हजुर ठिक छ मने हो र बाटो दोप्जे के छ हौ जनके ठिक छ हौ हाम्रो त बबाल छ कस्तो राम्रो सिन छ यता ठुलो गाउँबारी छ जताततै है यो यो बारी चाहिँ मेरै हो फेरि यतापट्टिको मेरो है परको त्यो कति ट्याप देखेको त्यो त धनकुमारको को धनकुमार भनेको धनकुमार क्यामेराम्यान यतापट्टिको यो हरियो जति के छ हौ मेरो चाहिँ कोही छ साथीहरू यो पेट्रोल पम्प मेरो यो पेट्रोल पम्प मेरो यो ग्यास ट्याङ्क मेरो साथीहरू सबै मेरो पेट्रोल पम्प मेरो हो भन्ने पनि पुगिसकेको यसो नगरौँ न
मृग भेटेदेखि चाहिँ म मृग देखाउनु हुन्थ्यो होइन। के हुन्छ अरे जन के एउटा केटी मान्छे चाहियो भने केटा मान्छे तर रमाइलो भएन त हेर्नु त यस्तो हरियालीमा आएको होइन। बाटो आफ्नै छ दिलपारामा इनर्जी ड्रिङ्क धेरै खाइएछ। यो माथि यस्तो यस्तोमा डुस 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 हाल्ने नाच्छ। यो बाटो मेरो इधर देख सुनसान रास्ता, इधर देख सुनसान रास्ता। ओइ टिकटक बाज हो क्या यो चाहिँ। हाम्रो केटाहरू उहाँ छन् 3 भाइ बाहिरका, तर यतिको अल्छी मैले अहिलेसम्म देखेको पनि थिएन। आइरहेको छन् 3 भाइ आफ्नो पारामा छन्। सबैजना लिम्बू दाइ उहाँ हुन्छ, रोटी अर्को एउटा यो हाम्रो नाभा भन्ने भाइ तलाई छ। रोड हाम्रै हो, गाउँ हाम्रै हो। रोड हाम्रै हो अहिलेको लागि। छैन अमन दाइको मात्रै छ। अमन दाइलाई सम्झिरहेको मैले। एकदम राम्रो छ क्या। किन सम्झिसै मलाई चाहिँ बुढाले सुरुमै भिडियो हेर्छ नि त। यसो गर्छ किन सम्झिसै मलाई म चाहिँ को हो र तेरो बुढाले भन्नु ओ फुल छ भेट्यो उहाँ यहाँ यस्तो फुलहरू छ यहाँ। उतै छ फुल भनेपछि कति गाउँमा बसेको छौँ हामी जङ्गल टुर गर्नुपर्ने। हामी नेपालमा जङ्गलमै बसेर आएको मान्छे हो, तर काग कराउँदा काग आउँछ नि यहाँ त। त्यो त अर्कै खालको काग हो, कोइली कराए जस्तो भन्छ। ल घर भेट्यो जङ्गलको बिचमा घर भेट्यो। एउटा गाडी आउँदैछ यहाँ, हामी चाहिँ हिँडिरहेको हो। यहाँ एउटा घर छ एकदम पुरानो भत्किसकेको। कसैको गर्लफ्रेन्ड छ नि, गर्लफ्रेन्डहरू भएको छन् भने यहाँ ल्याउँदा हुन्छ। कुचुस्की चार जस्तो थियो। के फुल हो यो? यहाँ यति राम्रो फुल फुलेको छ। फुलको डाली डालीमा दर्शकलाई आई लभ यु। यही आई लभ टु है म के बनाइदिनु के अरे पासा बनाइदिनु। ल धन्यवाद है यो धनकुमार। चाहिँ मुस्कान पासा होइन, लिम्बू पासा है। ल कस्तो गाउँमा उहाँ के अरे कहाँ जस्तो हर्कटेतिर घर बनाएर खुब बसिरहेको छ। पानी कोही स्विमिङ गर्ने भए यहाँनिर स्विमिङ पुल रहेछ सानोवाला। यहाँ यति राम्रो फुल फुलेको छ। काम छैन बुहारी पारा कन्ड कन्याउँदै भयो जस्तो नभन्दा। तर यहाँ हाम्रो दुईजना चाहिँ एकदम फोन चलाएर फोनमै मात्रै व्यस्त। ठिक छ हौ यहाँ चाहिँ बारी जोतेको अस्ति भर्खर। गाउँघरि एकदम राम्रो छ। ओरिजिनल जङ्गल आयो। जङ्गल आउँदैछ मजाले गाउँबारीहरू। गाउँ एकदम राम्रो छ।
अगाडि देखाउनु त गाउँ त पसाउनु आयो आज हामी यसो विकेन्डमा जङ्गल जङ्गल आइपुग्यो। जङ्गल टुर जङ्गल बिजोक छ नि हो हाम्रो त बारीहरू एकदम राम्रो छ यो घरमा बस्नुलाई कति आनन्द होला बारी छ चारैतिर एकदम जङ्गलको बिचमा घर छ त्यो पर बासाको जाँदैछ अनि के छ हाम्रो नयाँ यतै भत्किएको घरहरू छ केटाहरूले कहीँ भ्लग बनाउन नभएर कहीँ जान नपाएर जङ्गलबारीमा आएर बनाइराखन् राति भविष्य राम्रो छ यतिको चाहिँ हुनुपर्छ क्या दाइ तर गाउँ कस्तो दामी एउटै बोटबाट 4-5 पला पायो गाउँबारी एकदम खतरा छ शाहरुख खान हाम्रो लिम्बुदाई गाउँबारीमा गाउँबाडी कुदेको अहिले फेरि तर घरबेटले देख्यो भने हाम्रो लिम्बुदाईले बाँकी त राख्दैन होला ए धुप से निकल के वाला बनाउँ न जाऊ न गाउँबारी ओइ जानु के टिकटकमा बस्नुपर्छ यो धुला बस्नु पर्छ यहाँ छ एउटा टिकटकको मा लभर तर फलोअर्स भनेको चाहिँ 1000 कटेको छैनन् एकैछिनै म एउटा भिडियो बनाइदिन्छु यहाँ छ यसको यहाँ मेरो यसको साथी नाक चाहिँ यसको नाक छ 1.5 बित्ता जतिको एउटा यहाँ छ फेरि गोप्रो घुमाएर मलाई त मैला बनाऊ उता अरूहरूको भिडियो बनाऊ गोप्रो त्यता घुमाउँदै हेरौँ त केटाहरू त्यो के अरे जेठा पाका बुढा पाकालाई झोला बोक्नु लाएर केटाहरू चम्केको यता हेरौँ त त्यहाँ निकल के वाला एक दिनको साथीहरू यहाँ दुईजना बुङ्गोहरू छन् पोल्यान्डकै सबैभन्दा बढी बङ्गोहरू एक हो नम्बर बोको यो चाहिँ हालिहाल्नु पर्छ कोही छन् यहाँनिर पोल्यान्डमा कोही नेपालीहरू इच्छुक हुनुहुन्छ भने दुईजना बुङ्गोहरू छन् बोको कोही कन्ट्याक्टमा आउनु होला कमेन्ट गर्नु होला म छु भन्नु होला है यहाँ दुईजना हाल छन् टिकटक गरिहाल्नु 2 नम्बरमा चाहिँ को एक नम्बरमा म छु दुईजना हो यिनीहरू एउटा मलाई खतरा गर्लफ्रेन्ड चाहिएको छ ला अब पर अगाडिको एक्सप्रेसन भन्न आउँछ दिन्छ ल कि तँ पहिला बनाउला दिन्छ कि केटा हो क्या केटाहरूको चर्ती कला हेर्नु होला यहाँ मैले त्यो म्युजिकै बुझेन पछाडि धूप से निकलते महिलाको निकाल्छु यहाँ दुईजना पछाडि हाम्रो दिदीहरू आउँदै हुनुहुन्छ तर केटाहरूले यति मजाले हेरेरै छन् कस्तो राम्रो हेरेरै हेरिसकेन यहाँ पहिला गीत सुन्ने म्युजिक आज काट्नु डान्स गर्छ अलिकति बिना म्युजिकमा डान्स नै हाल्दियो ल त्यही बेच जान्ने मान्छेलाई के को डान्स हो क्या म्युजिक चाहियो दिन्छ क्या यो सर होइन कि ओ शाहिद कपुर जतिकै थियो त साथीले डान्स यसले नाच्न भन्ने चाहिँ पिट्टु जान्दैन तर यो यसमा यस्तोमा हुँदैन कि हाम्रो तर यो अर्जुनलाई गीतै आएन त नि तिमीहरूको म क्यामराम्यान डाइरेक्टर म डाइरेक्टर म हो होइन क्यामराम्यान हाम्रो दुईजना गाइजहरू पर जाँदै हुनुहुन्छ अनि हाम्रो 2-3जना यता घामले एउटा केही देखिँदैन अहिले एकदम घाम लागेछ यहाँ त ठुलो रुखहरू काटेर एकदम सानो बिरुवाहरू लगाएको छ ठुलो रुखहरू छ यस्तै छ हेलो गाइजहरू के छ खबर हामी जङ्गलको बिचमा छौँ हामी कहाँ हिँडेको हो हामीलाई थाहा छैन हामी अल्पत्र यात्री आज हिँडेको चाहिँ कहाँ हो यात्रा कहाँसम्म हो यात्रा हाम्रो कहाँसम्म हो हामी कहाँ गइरहेछौँ अहिलेसम्म हामीलाई केही थाहा छैन यतातिर खोल्न थाले अब क्यानहरू हान्न पनि थाले तर देखिरहेको छैन अलि मजाले यस्तो छ चराचुरुङ्गीहरू छन् यो बाटो हो नि सही बाटो
त्यो बाटो सही बाटो हो नि होइन भने नि छोड्दैन भाइ पङ्क त कता पालिएको छ त सररररररर हुई च्या 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 जङ्गल टुर हो पोल्यान्डको जङ्गल टुर म जस्तै देख्छु त ए म नै रहेछु अनि यस्तो जङ्गल हो 4 दिन छुट्टी छ ती 2 दिन गइसक्यो अब आज भोलि अनि पर्सिदेखि छुट्टी त्यो भने चाहिँ थियो भन्नुपर्छ क्या 4 दिन छुट्टी थियो ओ हिरो यस हेलो हाम्रो ठिक छ सबै कुराहरू तर एउटा गर्लफ्रेन्डको कमी छ त्यो पनि साले दल जति हुँदा पनि नपुगेको मलाई धेरै भएको त्यही भएर बाँड्नलाई पनि यसो एक दुईजना साथीहरूको उद्धार गर्नु पर्यो भनेको छैन कोही महिनाको के भन्छ महिनाको इन्कम कति छ तेरो 3 लाख गर्लफ्रेन्ड बनाउनु धेरैवटा गर्लफ्रेन्ड बनाउनु इन्कम पनि चाहिन्छ भाइ इन्कम त म 5वटा जति त पाल्न सक्छु होला त्योभन्दा धेरै त सक्दिनँ यो 2 जना हेर्दा यो फुच्चे 5वटा गर्लफ्रेन्ड पाल्न सक्छु भन्छ त यार यसले त 2 जनाले उनीहरूले मलाई पाल्ने के अरे त्यही भएर हामीलाई लास्टै खाँचो परेको हुनाले त्यही भएर एउटा गर्लफ्रेन्ड चाहिँ हामीले चाहिएको छ व्यवस्थापन कसरी यति कुरा चाहिँ गर्नु पर्यो भन्यो अनि अरू के भन्नु एउटा हाम्रो अर्को बुङ्गो छ उसलाई फेरि 7वटा नभई हुँदैन के 7वटा 7वटा गर्लफ्रेन्ड पाल्छु रे भन्छ 4वटा त अलरेडी छ 3टा उसलाई पनि चाहिएको छ कोही इच्छुक महानुभाव हुनुहुन्छ भनेपछि हामीलाई सम्पर्क गर्नुहुन्छ नमस्कार सेवारो लासो फ्यापुल्ला म यामे हो म यामे हैन म पूर्वेली ठुले इलामबाट हाल म पोल्यान्डको दाम्बे भन्ने गाउँमा छु हैन म आज चाहिँ यो के भन्छ आज यो नेसनल पार्क दाम्बे गाउँको नेसनल पार्क अब गाउँको तर नेसनल पार्क भनेपछि अब तपाईले बुझिहाल्नु होला ए अनि एनिथिङ अरु अझै भन्दै गर्नु न क्यामेरालाई अगाडि फोकस गर्नुहोस् यहाँ भनेको हात्ती अजिङ्गर सर्प त्यसपछि बदेल मृग उतो पानी ल्याउनु त कस्तो क्यामेराम्यानलाई पानी खुवाउनु पर्ने भयो भन्नु न भन्नु अनि यो त हामीले यसो उ राख्ने नि त त्यस्तै यो चाहिँ खालि मच्छरले यहाँ गाई धुँदाखेरि लात्ती हाने जतिकै चलाउनु पर्छ यार के भयो छैन हामी त यता पोल्यान्डमा हुन्छ ए म अब यहाँ मच्छरदेखि झिँगा लाग्यो र साथीहरूलाई म के अनुरोध मतलब जानकारी दिन चाहन्छु भनेदेखि चाहिँ यो नेसनल पार्कमा चाहिँ गर्लफ्रेन्ड लिएर नआउनु होला किनभनेदेखि तपाईँ जुन उद्देश्यले यहाँ आउनुहुन्छ तपाईँलाई मच्छर र झिँगा र भुसुनाले तपाईँलाई त्यो उद्देश्यबाट चाहिँ तपाईँलाई वञ्चित गराउने छ कुरो मिलाएर बुझ्नु होला है अनि अब तपाईँहरूलाई अब यहाँ बदेलको अन्डा खाने विचार छ भने यो जङ्गलमा आउनु होला बदेलको अन्डा त यहाँ कहाँ हुन्छ म पूर्वेली ठुले अनि यो अर्को वर्ष म फेरि तपाईँलाई रमाइलो लाग्छ म पूर्वेली ठुले हो हैन मलाई 3 जनाले छोडिसकेको मेरो बेहोरा यस्तो भएर 8 जनाले छोडेको यता क्यामेरा यता फोकस गर्नुहोस् 8 जनाले अहिले 9 वटाले पनि छोड्न आँटेको अवस्था अब साथीको पर्फर्मेन्स अति नै के भन्छ त्यो पर्फर्मेन्स अब त्यो उसलाई चाहिँ अब धान्न भनेको मतलब साथीको पर्फर्मेन्सलाई चाहिँ सामनेवालाले धान्न नसकेपछि 8 ओटीले चाहिँ बिदेलिसकेको अवस्था देब्रो अब त्यसमा पनि अब त्यो स्केल त्यो के नमिलेको हैन अलिकति अब जियोमेट्रीतिर अर्को एउटा साथी फेरि नागिनको कब्जा अनि अर्को एउटा साथी छ उहाँको नाम चाहिँ लिन हालौँ हैन तपाईले अहिले देखि नै हाल्नुहुन्छ क्यामेरामा देखिहाल्नुहुन्छ उहाँ त्यो चेहरालाई त कहीँ कतै तपाईले राखेको छ के उ भन्नुभएको किन हाँस्नु भएको
यसो लामो लामो एसएमएस लेख्नु न। उहाँ साथी चाहिँ पोल्यान्डमा हुनुहुन्छ अहिले, तर उहाँको नागिन चाहिँ नेपालमा हुनुहुन्छ है। उहाँको नागिन चाहिँ नेपालमा हुनुहुन्छ र पनि उहाँ नेपालमा नागिन भए पनि पोल्यान्डमा साथीलाई एउटा आफ्नो कब्जामा राखेको छ। आफ्नो जे होस् जे गर्दा उठ भन्दा उठ, बस भन्दा बस। सपोज फर एक्जाम्पल लेख्नु न, के मन लाग्छ त्यस्तै लेख्नु। तपाईँलाई के एसएमएस लेख्नु भन्दा मैले के भन्नु? मेरो लागि यता मेरो लागि किन एसएमएस लेख्नु पर्यो? मेरो लागि एसएमएस लेख्ने छँदैछन् नि यतै 7-8 वटा छन्। ल अझ अरू? अनि एउटा साथीको छ होइन, नाम लिन चाहन्न, भर्खर मतलब 17 वर्ष 11 महिना पुगेकीसँग ठ्याक्कै लभ परेको। वेलकम छ। लभ परेको 15 दिनमा नै आमाले क्याप्चर हानिदिइहालेछ होइन। अनि साथीको सातो बुत्लो उडेर चाहिँ आज जङ्गलमा ल्याएर यसो सेने मेने गएर फुडप्याक अब देवी देउरालीलाई भाकेर आज अलिकति साथीलाई चाहिँ यसो फेन्टा जुस इनर्जी ड्रिङ्क खुवाएर जाउँ हो साथी। यो भन्दा अब भन्न सक्दिनँ म। थाकेँ म। अहिले कहाँ छौँ रे? जङ्गलमा दाम्बेको जङ्गलमा। दाम्बे त होइन यो, दाम्बे नै हो नि। अनि दाम्बे त पर त्यो मेन रोडबाट यता दाम्बे हो नि। ल तपाईँको हात तल अलिक यस्तो गर्नुहोस् त। तपाईँको यो इनर्जी ड्रिङ्क चाहिँ माथि देखाउनुहोस्। अनि हामी फाइनली गाइज, ओ मित्र भाइ आऊ कान्छ, हात तल म यहाँ बन्द गर्दैछु। ल फाइनली हामी के भन्नु अब? फाइनली हामी अब यहाँबाट फेरि हिँड्न लागेको। हामी यात्रा एकदम जारी छ हाम्रो। कहाँ घर त जङ्गलको यात्रा भर्खर सुरु हुँदैछ साथीलाई डाइरेक्ट घरमा हुन्छ। अब हामी यता भालु पनि भेट्न सक्छौँ। यता नागिन कब्जामा, यता 3वटाले छोडेको, यता 8वटाले छोडेको। म चाहिँ सिङ्गल हो। यो त भर्खरै भर्खरको नाभलक रातो भइसक्यो होइन, भइरहेछ। रातो भए पनि भइरहेछ। हामी चाहिँ फाइनली होइन, हामी फाइनलमा छौँ अहिले। हाम्रो सुरुवात मात्र हुँदैछ जङ्गलको यात्रा। बल्ल सुरु भयो। ल धनकुमारजी तपाईँ केही शब्द बोल्नुहोस्, 2 शब्द बोल्नुहोस् जङ्गलको विषयमा। तपाईँहरूलाई मैले आज घुमाउनु ल्याएँ होइन, यो जङ्गलको भन्नुहोस् तपाईँहरूले। तपाईँलाई धेरै धेरै धन्यवाद। यो जङ्गल सम्बन्धी तपाईँलाई धेरै नै नलेज छ है। त्यसै कारणले चाहिँ हामी घुमाउनु ल्याएको। म आफै आएको घुमाउनु ल्याएको होइन अरे। मलाई कसैले घुमाउनु ल्याएको होइन, म मेरो खुसीले आएको। कस्तो राम्रो छ भाइ, मलाई राम्रो लाग्यो। मलाई त राम्रो लाग्यो। नेपालमा नि कहाँ यस्तो रमाइलो जङ्गलै नदेखेको मान्छेले जङ्गल देख्न पाउँदा एकदम रमाइलो खुसियाली त भइहाल्छ। पानी खान्छ मलाई पनि एकदम रमाइलो लागिरहेछ। तर अरूलाई के लाग्यो चाहिँ मलाई थाहा छैन, मलाई चाहिँ एकदम रमाइलो लाग्यो। कस्तो दामी मौसम छ होइन, ठिक्क अगाडिको सिन छैन, गर्मी पनि छैन, मिलेको मजाले आनन्द हिँड्दाखेरि र हातमा चिसो बियर बोकेर हिँड्दाखेरिको मजा बेग्लै हुन्छ होइन। भन्नुहोस्। अनि त्यही भएर मलाई चाहिँ जस अब फाइनली जस इन्टरनेसनल जमै बन्ने चाहिँ फिक्स भइसक्यो। त्यो फिक्स होइन छैन अहिले के छ? मलाई एउटा गर्लफ्रेन्डको खाँचो छ, नेपाली राम्रो बुझ्ने होस्। गर्लफ्रेन्ड चाहिँ कस्तो चाहिएको अरे? दिउँसो फोन नगर्ने, आनन्द ढुक्कको, बेलुका सुत्ने बेलामा हजुरले खाना खानुभयो, आराम गरियोस् होइन, टाइममा उठियोस्, दिनमा 3 चोटि फोन गर्ने, कति बेला ठिक बिहान दिउँसो अनि भर 2 मिनट भन्दा धेरै संवाद नहोस्। त्यही भएर त्यस्तो कोही छ बुझिरहेको है केटीहरू, कोही इच्छुक छ भनेपछि मलाई भन्नु होला। म दिनभरि फोनमा बस्न सक्दिनँ। कति नम्बरमा परिन्छ अरे? नम्बर चाहिँ कतिमा परिन्छ अरे? अघिको नम्बर 1 नम्बर केमा परिन्छ तपाईँ? होइन तपाईँ 1 नम्बर अहिले मतलब एकदम कन्ने केटामा पर्नुहुन्छ होइन, गर्लफ्रेन्ड नभएको। 1 नम्बर गर्लफ्रेन्ड पनि नभएको, अहिलेसम्मै नभएको। त्यस्तो साह्रो होइन। यहाँ सल्लाहको यसलाई के भन्छ, अमेरिका र अस्ट्रेलिया छन्। अब हाम्रो चाहिँ होइन जङ्गलको यात्रा चाहिँ अब सकिन्छ लागिरहेछ। अब हामी बाहिर निस्किने तर्खरमा छौँ। यसो बाहिर निस्केर घर जान्छौँ होइन। आजको भिडियोमा चाहिँ अब यति नै हो। यसो जङ्गल घुमियो, रमाइलो गरियो। यस्तै हो, फेरि पनि भिडियोहरू
लिएर आउँछौँ। यसो सब्सक्राइब चाहिँ हानिदिनु होला होइन। 1 million views। अँ, 1 million views। अरू सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला हाम्रो डिके कार्कीलाई, मिस्टर डिके मिस्टर युट्युब डिकेलाई। च्यानलमा। टक्क त्यहाँनिर एउटा घन्टीको चिन्ह आउँछ, त्यसलाई क्लिक्क दबाइदिनु होला। ट्याङ ट्याङ पारेर यस्तै रमाइलो भिडियो हेर्नको लागि अब हामी कहिले काहीँ झुकेर हामी निक्लिन्छौँ बाहिर, अनि बनाउँछौँ। कहिले काहीँ हो है त गाइस। टाटा बाई बाई भनेर